यो जडीबुटीको नाम तपाईँलाई थाहा छ? भन्नुहोस् न के नाम हो? यो अश्वगन्धा हो होइन, यो चाहिँ एस्पारागस कुरिल हो होइन, यो चाहिँ माथि पदमचाल हो, यो चाहिँ लौटसल्ला, यो अर्जुन साल, यो चाहिँ हाम्रो के अरे हर्चुर भयो होइन, यो कालो निगुरो भयो, बिदारी कन्द होइन, अनि यो के अरे पाखनपेट, स्टेभिया, वाइट मुस्ली, गोक्सुर, स्याफ्रन, रेड जिन्सिङ, अकरकरा, अमेरिकन माकारुट होइन, यो चाहिँ अब भुटकेस भन्छ, डिको राइस भयो, पाँचौँले भयो, यो कडिसिप भयो, अनि यो चाहिँ इम्ली पिस भयो, यो चाहिँ सतुवा भयो होइन, यो अमेरिकन जेन्सिङ चाहिँ, अनि यो मिल्ट्री मस्टर्ड, अनि यो चाहिँ पदमचाल भयो होइन, यो चाहिँ यसको नाम त्यसपछि होइन, यो कच्चु पिच भयो, यो कालो बेसार भयो, सेतो मुस्ली भयो, हर्चुर हो, यिनीहरू सबै लगभग 32 किसिमको जडीबुटी लगाएर बनाइएको छ। अलग अलग फ्लेभर होला नि? तिनवटा छ, जस्तै यो चाहिँ साइचोको भन्छ होइन, हजुर हजुर, यो चाहिँ 32वटा जडीबुटी लगाएर बनाइएको, एल्कोहल पर्सेन्ट चाहिँ यसमा के बेनिफिट के छ? बेनिफिट अब रक्सित तर मेडिकेसन भ्यालु मेडिकेसन होला न? यो चाहिँ हाम्रो ब्लू लेभल भनेर, यो चाहिँ नेचुरल कलर हो, फुलको कलर हो, फुल कलर जो यो छ एउटा, यो चाहिँ ब्ल्याक लेभल भन्छ, शिलाजित र रक हनीको कम्बिनेसन, रक यो चाहिँ जेन्सिङ छ, जेन्सी, यो चाहिँ जेन्सिङ हजुर हजुर, नेपालमा अब जेन्सिङको रक्सीसँग त पहिलोपल्ट होला, हजुर हजुर हजुर, यति मात्रै हो नि? हजुर मेरो नम्बर चाहियो भने ऊ होइन के होला के हो त भने